अहिले चाहिँ हामी चाहिँ महालक्ष्मी स्थान पुगिसकेका छौँ गाइजहरू। यो चाहिँ महालक्ष्मी स्थानको मन्दिर हो। यहाँ चाहिँ हरेक दिन यति भिड हुन्छ कि पूजा गर्नुको लागि कुरै नगर्नु होला। चले गाइजहरू, यो चाहिँ काठमाडौँको ठुलो प्रदूषणले मान्छेहरूलाई त्यत्तिकै रोगी बनाउँदो रहेछ। कसरी पनि हेरिदिन्छ। हेरेको छु अहिले, हेर्नुपर्छ। चाहिँ हाम्रो दार्जिलिङ हो। हाम्रो दिशा अगाडि हेरिदिइरहनु भएको छ। अनि यहाँ चाहिँ आर्मी क्याम्प छ यतापट्टि। अनि यो चाहिँ मेरो स्कुल जाने बाटो पनि हो। म डेली स्कुल जान्छु। कहिलेकाहीँ बोर लाग्छ, कहिलेकाहीँ यहाँ यस्तो फोहोरहरू फालेका हुन्छन् यत्तिकै। अनि यहाँको नगरपालिकाले चाहिँ एक हप्ताको 2 चोटि फोहोर उठाउने गरेको छ। अनि हजुरलाई कस्तो लागिरहेको छ त बेकारीमा जाँदाखेरि? भन्नु त छ। हाम्रो दाजु चाहिँ अलि लाज मान्नुहुन्छ गाइजहरू। म कुनै दिन हजुर प्रत्यक्ष देखाउने छु। हाम्रो दिदी चाहिँ अगाडि हिँडिरहनु भएको छ। उहाँ पनि एकदम लजावटी हुनुहुन्छ सुन जस्तै। अनि यहाँ पनि एउटा सानो मन्दिर छ। म बिन्ती आउँदाखेरि भिडियो गर्छु। मलाई चाहिँ भगवान् एकदम विश्वास लाग्छ गाइजहरू। हजुरले लाग्छ कि लाग्दैन त्यो चाहिँ मलाई थाहा भएन, मलाई चाहिँ लाग्छ। अनि चाहिँ हामी चाहिँ यहाँ अलिअलि लगन नजिक आइपुगेको छौँ। हाम्रो स्कुलको सब गाइडको म हजुरहरूले हाम्रो स्कुल पनि देखाउने छु आज। अनि